अहिले हामी सिद्धि गणेश आधारभूत विद्यालय हात्तीपाइले आइपुगेको छौँ। यो चाहिँ साथी पढेको स्कुल रहेछ अनि उसले चाहिँ आज ऊ पढेको स्कुल घुमाउँदैछ। 1 देखि 8 क्लाससम्म पढेको रहेछ उसले चाहिँ। म पढेर यहाँ पहिला भत्काएँ क्या यहाँ थियो पहिला? यहाँ थिएँ म 4, 5, 6 यहीँ पढेको। यहाँनिर भत्काएर अनि 4, 5, 6 यहाँ सकेर अनि 7 क्लास पढ्न यो भवन आयो। यसमा स्कुलको भवन यो 7 क्लास यो तिमी अहिले यस्तो भएको पहिला 7 मा पढेको जिँडा कन्डिसन छ हैन त। म 7 मा पढेको यो ठुलो रहेछ है क्लास। विद्यार्थी तिमीहरू टन्नै थियौ कि के? तिनवटा गाउँको छ भन्नु यो 7 क्लास पढेको छ। त्यसपछि 4, 5, 6 पछि सारेर त्यो आमामा दामी रहेछ यार। यो त खतरा फोटो आउँछ यार। अनि यहाँ हैन यहाँ हाम्रो यहाँ बल खेलिन्छ। यहाँ बल खेल्थ्यो लाइन बस्दाखेरि लाइन पनि यही हो। त्यो पिटी गर्दाखेरि उहाँदेखि यहाँसम्म पुरै आँटी नआँटी हुन्थ्यो। अनि त्यो यहाँ 4, 5 जनाले यहाँ गरेर अनि कभर फ्रेन्ड साइड गरेर यहाँबाट यसो गरेर यहाँ 2 जना बसेर सर्भिसले पुरै हेर्थ्यो यहाँबाट। अहिले त्यो दिनहरू गए। त्यो दिनहरू गए। ऊ त यो बाल केन्द्र र एक उता ए यो दुईटा यो अफिस थियो। अहिले के छ यो? अफिस थियो। अब अहिले खै के छ मलाई नै थाहा छैन। ए क्लास रहेछ यति लामो। एउटा डेस्क बेन्च छैन यार। सरकारी स्कुलहरू बन्न नसक्नुको कारण भनेको चाहिँ मेन तिमीलाई के लाग्छ? सरकारले पैसा खर्च नगरेको हो भनौँ भने नि गरेकै हो होइन? गरेकै हो। तर आजभोलि मान्छेहरूले सरकारी स्कुलप्रति सङ्ख्या नहुने विश्वास गर्न छोडेको छ अनि सबै प्राइभेटतिर लगिहाल्छ है। कस्तो दामी पुल छ अहिले। धेरै मजा आउने कति खेले मलाई बल मिला छोड्दाखेरि बल खेलेर रुएको ठाउँमा नि केटाकेटीमा म त पछाडि के कन्डिसन छ? टोइलेट थियो पहिला म हुँदाखेरि टोइलेट यो टोइलेट बनेकै थिएन। अहिले 72 सालमा बनाएको छ होइन? 72 मा ए म यही थियो हाम्रो टोइलेट। अम्मक हामी यही खान्थ्यौँ। त्यहाँ अम्मकहरू छ। अब अहिले अनि हामी हुँदाखेरि यो बनेको बाबा यो यताको रोड छोडेको नि यो छोडेको चाहिँ यो बन्न खोज्दै थियो पैसा नभएर अड्केको रहेछ नि त। हामी निक्लिने बेला यो बनिसकेको थियो। यति भइसकेको थियो। म निक्लेको 72 सालमा निक्लेको यही सालमादेखि त्यो जस्तो पाएको जस्तै छ यो छोडेर। अहिलेसम्म नि कन्डिसन त्यही छ। यो अब के लाग्छ यो विद्यार्थी पनि छैन बनाएर पनि के गर्ने? यो बनाएर पनि फाइदा छैन बन्दैन पनि। अहिले अब यो त होला पिटी गराउने चाहिँ खै त्यो मलाई थाहा छैन। पिटी चाहिँ तलै गराउँछ होला बस्दै आयो। सरकारी स्कुलको कन्डिसन भनेको अहिले चाहिँ मेन भनेको मलाई लाग्छ यो सरकारले पैसा लगानी गरेकै छ। सबै कुरा दिएको छ, फेसिलिटिज दिएकै छ। थुप्रै कुरा भनेको तिमीले भन्यो नि 5 सम्म मात्रै हो के अरे? 5 सम्म त सरकारले 6, 7, 8 पढ्न हामी गाउँले नि पहल गरेर बनाएको। ए त्यो मेन हो। धेरै कुराहरू थपेको छ है उयो त। गाउँ आफैले मिलेर त्यो त राम्रो कुराहरू लेखेको छ। हाम्रो समुदायमा बालबालिका तथा किशोरलाई कस्ता कुराहरू सिकाउनुपर्छ, कस्तो हानिहरू सक्छन् भन्ने कुराहरू। अनि कम्प्युटर क्लास यही हो पहिला। अहिले के छ? कम्प्युटर पढाउँथ्यो। अहिले यो कम्प्युटरको त्यही डेस्कहरू थियो क्या अहिले सब छैन। सरसामानहरू राख्ने कम्प्युटर उता अहिले कतिवटा छ? कतिवटा खाट त हेर्नै भयो। ए 2-3वटा रहेछ। लाइब्रेरी टाइपको रहेछ होइन? ल भनेपछि अहिले देशको कन्डिसन पनि यस्तै छ। स्कुलहरू सबैको कन्डिसन उस्तै छ। पहिला हामी सरकारी स्कुल पढ्दाखेरि त के थिएन किनकि त्यो टाइममा चाहिँ स्टुडेन्टहरूको सङ्ख्या पनि धेरै थियो, सबै कुरा धेरै थियो। अब यो स्कुलमा म निक्लिसकेपछि बनाएको हो। रिजल्ट आँसेको रहेछ हेर्थ्यो नि त। रिजल्ट कतिजना के कन्डिसन छ? यो चाहिँ नर्सरी क्लास रहेछ। बाल केन्द्र ए नर्सरी क्लास भन्छ हामी। यस्तो छ लेखेको छ। त कखहरू देखिरहेको छ होइन? यतापट्टि उता पनि छ। यता पनि होला किनकि नर्सरी क्लासमा अलिक स्टुडेन्ट सानोतिनो हुन्छ। अब यता पनि रहेछ। यता चाहिँ सिकाउने ठाउँ यस्तो रहेछ। हाम्रो अफिस है घन्टीको कन्डिसन यो चाहिँ स्टुडेन्टहरूको नतिजा प्रकाशन रहेछ। जम्मा यति विद्यार्थी छ है अहिले यहाँ भनेपछि अब के गर्नु? त्यो नि कम्प्युटरबाट होइन हातैले निकाल्दैछन् लु।
नतिजा प्रकाशन सम्बन्धमा केन्द्रबाट कक्षा 1 मा जाने बाल विकास केन्द्रबाट होला 4 जना रहेछन् जम्मा। अनि एक यहाँ 4 जना, 1 बाट 2 मा जानेहरू जम्मा 2 जना। अब फर्स्ट र सेकेन्ड हैन। अनि 2 बाट 3 मा जाने विद्यार्थीहरू पनि 2 जना मात्रै छ। 3 बाट 4 मा जाने विद्यार्थीहरू 2 जना। यसमा नेपाली अरू छोरी के न। अनि नतिजा प्रकाशन 4 बाट 5 मा जाने चाहिँ 5 जना रहेछ। त्यसको बिचारा छ यो। यहाँ हैन कति मार्क? पहिला यहाँ फर्स्ट विद्यार्थी हुँदाखेरि सेकेन्ड थियो। कक्षा 5 फर्स्ट विद्यार्थी गयो, अब अलि थर्ड कक्षा 5 बाट 6 मा जानेहरू 4 जना। 6 बाट 7 मा जाने 6 जना। 7 बाट 8 मा जाने 4 जना। अनि खै त नि 6 बाट 7 जना चाहिँ अलि धेरै 6 जना। यो पनि फेल भयो भने त पास भएछ एउटा। कन्डिसन धेरै खराब छ सरकारी स्कुलहरूको। अब यति विद्यार्थी यहाँ जम्मा गर्न त कतिजना छन्? 4 2 6 2 8 2 10 5 15 19 25 6 4 29 जना विद्यार्थी। अनि 29 जना त अब के गर्नु? 29 जना त एउटा क्लासमा हुनुपर्ने हो, थोरै हुँदा पनि होइन। कन्डिसन इज भेरी गोइङ टु बी ब्याड। आजभोलि चाहिँ यो स्कुलको कन्डिसन यस्तै छ। अब के भन्नु, अम्मकको बिरुवाहरू रहेछ धेरै राम्रो बनाउनु खोजिरहेछ। यी धोप्पीहरू छ, सबै कुराहरू मेन्टेनेन्स छ, राम्रो गर्न खोजिरहेछ। बट अब के गर्ने, यो मेन भनेको चाहिँ अहिलेको जन्मान्तर। हामी यो स्कुलमा अहिले आइपुगेको छौँ धेरै टाइमपछि। यहाँको कन्डिसनहरू म देखाइहाल्छु तपाईँहरूलाई। आजभोलि हाम्रो स्कुलहरू यस्तो भइरहेछ। भित्र चुलाहरू बालेको छ, खोइ आगोहरू बाल्ने बनाएको छ। कन्डिसनहरू अब यस्तै छ स्कुलको हालत। सरकारले अब यसलाई के गर्छ? अब केही गर्दैन, केही गर्ने कन्डिसनै छैन। सरकारको अब लेभलै छैन भनौँ न, औकातै छैन, सक्दैन। त्यही भएर स्कुलको पुरै क्यापेसिटी गइसक्यो। अब स्कुलहरू यस्तो छ। यो पहाडी एरियामा परेर मात्रै हो। बाइचान्स यही स्कुल यही ठाउँ चाहिँ गाईघाटमा भएको भए यो भाइरल हुन्थ्यो कि, अथवा यो चाहिँ कुनै हाइवेको छेउतिर भएको भए, अथवा कसैको घरको छेउछाउतिर भएको भए यो यस्तो भाइरल भइसक्थ्यो होइन। यो दामी ठाउँ छ, यस्तो दामी छ, बोबाल छ, यो पुरै भाइरल भइसक्थ्यो। तर के गर्नु, दुर्भाग्यवश हुन्छ नि। त्यो भन्छ नि, कुनै फुल अथवा कुनै जे कुरा पनि राम्रो मान्छेको हातमा पऱ्यो भने, राम्रो ठाउँमा पऱ्यो भने चाहिँ त्यसको चाहिँ भ्यालु धेरै बढ्छ अरे। अनि जुन ठाउँमा चाहिँ राम्रो कुरा पनि नराम्रो ठाउँमा पऱ्यो भने, अथवा मान्छेहरूले थाहा नपाउने ठाउँमा पऱ्यो भने चाहिँ त्यसको भ्यालु हुन्न अरे भनेर भन्थ्यो। सो टुडे आई नो अबाउट इट होइन। अनि अर्को पनि कुरा भन्छ, जुन केटीहरू चाहिँ राम्रो मान्छेको के भन्छ जिन्दगीमा पऱ्यो भने चाहिँ उनीहरूको भविष्य चाहिँ धेरै माथि राम्रो हुन्छ अरे। तर जो राम्रो मान्छे छ, राम्रो केटीहरू छ, उनीहरूको भविष्य चाहिँ नराम्रो केटासँग पऱ्यो भने, यस्तै केटाहरूसँग पऱ्यो भने चाहिँ राम्रो हुन्छ अरे। नराम्रो केटाहरूसँग पऱ्यो भने चाहिँ नराम्रो हुन्छ भन्थ्यो। आइन अब डाटा। अब हामी फोटो खिच्छौँ। आउला छिटो आउला। यो त वरैसम्म आयो त, टक्क हिँडेर आउला, घुमेर अझै ओर आउला, सिधा आउने त। त्यो त होइन कि कुनातिर होइन, आउँदै गर। पिरती मिसाउँदै जाउँ न माइ जिन्दगी बिसाउँदै। सिधा यस्तो सिधा। सुँगुरको मासुमा पर्खेर केटोले आज फर्स्ट टाइम पकाउँदैछ नि त। के हाल्नु अब, के हाल्नुपर्छ अरे? प्याज पनि घुमाएर हाल्नुपर्छ नि त। केटोले आज यस्तो कस्तो पकाउँछ, यस्तो मिठो पकाउँछु भनिरहेछ अघिदेखि नै। गफ हानिरहेछ त यिनी। कराई चाहिँ बाङ्गो बसाइरहेछ। फेरि बाङ्गो भइसक्यो, चलाउने ढङ्ग त्यहाँसम्म। उसैले गफ हानेको नि त होइन अघि। हे म आएर पकाउँछु, आफै आएर पकाउँछु, म पर्दैन भनेर भने हो नि त। पकाउन ल कुरा अब। आइडिया चाहिँ मेरो हो नि, फेरि कसरी गर्नु।
डढे छैन गरौँ न टमाटर अलिकति गरेर ल्याउनु अब धेर नहाल के टमाटर यो के अरे अमिलो मासु मिठो बनाउँदैन नि त्यति हो नि त दुईटा अन्डा छ तिमी दुईटा टमाटर छ जग त अनि 5 छडा यस्तै भयो गडाइ गुडै भइसक्यो है त ठिक छ ल अलि हाला सोची गर्ने के ल त्यो खुट्टा पखाटे यो के अरे त्यो हाडा टाइपको चाहिँ पहिले निकाल्नु पर्छ आगो लाउने जिम्मा त मेरो भइहालेछ होइन केटाले फेरि चलाउनु पायो भन्दै कुनै उसले थिचेर मासु नि चढ्दैछ